तपाईको गुगल अकाउन्ट अरू कसैले पो लगइन गरेको छ कि? आजको समयमा गुगल अकाउन्ट हाम्रो डिजिटल जीवनको महत्त्वपूर्ण चाबी हो। त्यसैले तपाईको गुगल अकाउन्ट जो कोही व्यक्तिले प्रयोग गरेर तपाईहरूको प्राइभेसीमा हानि नोक्सानी पुर्याउन सक्छन्। साइबर अट्याक बढिरहेको अहिलेको यो समयमा ह्याकरहरूले तपाईहरूको गुगल अकाउन्ट एक्सेसमा लिएर तपाईहरूको लोकेसन ट्र्याक गर्न सक्छन् र प्राइभेट फोटो, भिडियो तथा डकुमेन्टहरूको गलत ठाउँमा प्रयोग गर्न सक्छन्। यी सबै जोखिमहरूबाट बच्नको लागि गुगलले डिभाइस एक्टिभिटी ट्र्याकिङ फिचरको सुरुवात गरेको छ, जसबाट हामीले सजिलै आफ्नो गुगल अकाउन्ट कहाँ कहाँ लगइन भएको छ र कुन कुन फोन अथवा ल्यापटपहरूबाट लगइन भएको छ भन्ने कुरा सजिलै थाहा पाउन सक्छौँ। यसको लागि पहिला आफ्नो जीमेल अथवा गुगल एपलाई खोल्नुहोस् र आफ्नो प्रोफाइलमा जानुहोस्। त्यसपछि म्यानेज योर गुगल अकाउन्टमा जानुहोस् र सेक्युरिटी ट्याबलाई खोल्नुहोस्। त्यहाँबाट स्क्रोल गरेर योर डिभाइस भन्ने अप्सनमा जानुहोस्। त्यहाँ हामीले हाम्रो गुगल अकाउन्ट, लगइन भएका फोनहरू अथवा ल्यापटपहरू के छन् सबैको विवरण त्यहाँ देख्न सक्छौँ। त्यहाँ तपाईहरूले आजसम्म आफ्नो गुगल अकाउन्ट प्रयोग नगर्नु भएको डिभाइसहरू देख्नुभयो भने त्यसलाई ट्याप गरेर साइन आउट अथवा रिमुभ पनि गर्न सक्नुहुन्छ। आफ्नो अकाउन्टमा तपाईहरूले 2 स्टेप्स भेरिफिकेसन फिचर पनि अन गर्न सक्नुहुन्छ, जसले तपाईहरूको अकाउन्ट अरूले लगइन गर्न खोजेमा तपाईहरूले कोड अथवा ओटिपी सेयर नगरेसम्म अरूको फोनमा आफ्नो अकाउन्ट लगइन हुन पाउँदैन। यसले तपाईहरूको अकाउन्टलाई अझ बढी थप सुरक्षित राख्न मद्दत गर्दछ। यसको साथै आफ्नो गुगल अकाउन्टको पासवर्डहरू पनि समय समयमा चेन्ज गरिरहनुहोला। तपाईहरूले आफ्नो गुगल अकाउन्टलाई थप सुरक्षित यसरी राख्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ। फर मोर अपडेट कनेक्ट विथ अस। हाम्रो टेक्निकल नलेज।